वेलकम टु माई युट्युब च्यानल। आज म तपाईहरुलाई एकदम राम्रो सेटिङ देखाउँदैछु युट्युबको। मैले स्टुडियो ओपन गरेँ, त्यसपछिबाट सेटिङमा जाने अनि अडियन्समा जाने अनि यो बीचको सिलेक्ट गर्ने, यो तलको हैन, यो बीचको सिलेक्ट गर्ने। बीचको सिलेक्ट गर्दाखेरि धेरै भ्युज भाइरल हुने सम्भावना धेरै हुन्छ, भ्युज पनि धेरै जान्छ। त्यसपछिबाट ब्याक आउने, सरी यो क्लिप्स पनि अन गरिदिनुहोस्। यो तलको नगर्नुहोस्, यो माथिको क्लिप्स भन्ने चाहिँ अन गरिदिनुहोस्। त्यसपछिबाट ब्याक आउने, फेरि यहाँ जाने। मैले पहिले नै अन गरिसकेको छु, त्यही भएर मैले तपाईहरुलाई देखाएको मात्र हो। त्यसपछिबाट यहाँ केही लेखिदिनुहोस्, डिस्क्रिप्सनमा केही लेखिदिनुहोस्, 100 देखि 500 वर्ड्सको केही लेखिदिनुहोस्। ह्यान्डलमा आफ्नै च्यानलको नाम मिलाएर राख्नुहोस्। अनि तल लिंकमा पनि राख्दा हुन्छ बेस्ट सबैभन्दा। होम ट्याबमा ट्याप गर्नुहोस् अनि यो दुईटै ओपन गरिदिनुहोस्। मोर सेटिङमा जानुहोस्। मोर सेटिङमा गएर त्यसपछिबाट यी सबै अन गरिदिनुहोस्। माथिका तीनवटै ओपन गरिदिनुहोस् कन्टेन्ट टाइपमा। अनि तल पनि यो अल कन्टेन्ट रिकमेन्डेडमा अन गरिदिनुहोस् अनि सेभ गरिदिनुहोस्। मैले चाहिँ पहिले नै सेभ गरेको हुनाले मैले तपाईहरुलाई देखाएको। यति गरिदिनु भने युट्युबमा भिडियो भाइरल हुने सम्भावना धेरै हुन्छ, धेरै भ्युज जान्छ। यति भन्दै आजलाई यति नै। फेरि नेक्स्ट पार्ट लिएर आउने छु।